नमस्कार। लोक सेवा आयोग नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना, शिक्षक सेवा बैंक तथा अन्य प्रतिस्पर्धात्मक परीक्षाका लागि 2083 वैशाख महिनाका अत्यन्त महत्वपूर्ण समसामयिक प्रश्नोत्तरहरू लिएर हामी उपस्थित भएका छौं। यस भिडियोमा प्रश्न उत्तर तथा सम्पूर्ण महत्वपूर्ण जानकारी समावेश गरिएको छ। कृपया भिडियो अन्त्यसम्म हेर्नुहोला। जलवायु परिवर्तनको असर न्यूनीकरण तथा वन्यजन्तु संरक्षण गर्ने उद्देश्यका साथ जैविक विविधता रेड पाण्डा थार अन्तर्राष्ट्रिय सम्मेलनको आयोजना कहाँ गरियो? यसको सही उत्तर हो दिक्तेल रूपाकोट मजुवागढी नगरपालिका खोटाङ। जलवायु परिवर्तनको असर न्यूनीकरण तथा वन्यजन्तु संरक्षण गर्ने उद्देश्यका साथ जैविक विविधता रेड पाण्डा थार अन्तर्राष्ट्रिय सम्मेलनको आयोजना दिक्तेल रूपाकोट मजुवागढी नगरपालिका खोटाङमा गरिएको थियो। यो सम्मेलन विषम 2083 वैशाख 4 देखि 6 गतेसम्म सञ्चालन गरिएको थियो। सम्मेलनमा नेपाल सहित भारत, भुटान, बंगलादेश, अमेरिका, अस्ट्रेलिया र जर्मनी सहभागी भएका थिए। एसियाली विकास बैंक एडीबीले सार्वजनिक गरेको प्रतिवेदन अनुसार चालू आर्थिक वर्ष 2082-83 मा नेपालको आर्थिक वृद्धि दर कति प्रतिशत रहने प्रक्षेपण गरिएको छ? यसको सही उत्तर हो 2.7%। एडीबीको प्रतिवेदन अनुसार नेपालको आर्थिक वृद्धि दर 2.7% रहने अनुमान गरिएको छ। सरकारले भने चालू वर्षका लागि 3.5% को लक्ष्य राखेको छ। गत आर्थिक वर्ष 2081-82 मा नेपालको आर्थिक वृद्धि दर 4.6% रहेको थियो। प्रतिनिधि सभाको उपसभामुख पदमा चयन हुन सफल प्रतिनिधि सभा सदस्य को हुन्? यसको सही उत्तर हो रूबी कुमारी ठाकुर। रूबी कुमारी ठाकुर विषम 2082 चैत 27 मा प्रतिनिधि सभाको उपसभामुख पदमा चयन हुनुभएको हो। उहाँ 25 वर्षकै उमेरमा उपसभामुख बन्ने सबैभन्दा कम उमेरकी व्यक्ति बन्न सफल हुनुभएको छ। चर्चित बलिउड तथा पार्श्व गायिका आशा भोसलेको निधन कहिले भएको हो? यसको सही उत्तर हो सन् 2026 अप्रिल 12। 92 वर्षको उमेरमा हृदयाघातका कारण मुम्बईस्थित ब्रिज क्यान्डी अस्पतालमा आशा भोसलेको निधन भएको हो। उहाँलाई सन् 2011 मा गिनिज बुक अफ वर्ल्ड रेकर्ड्सद्वारा संगीत इतिहासमै सबैभन्दा बढी स्टुडियो रेकर्डिङ गर्ने गायिकाको मान्यता प्रदान गरिएको थियो। स्वास्थ्य दर्पण राष्ट्रिय हेल्थ अवार्ड 2082 कसलाई प्रदान गरियो? यसको सही उत्तर हो डा उमाकान्त तिवारी। स्वास्थ्य दर्पण राष्ट्रिय हेल्थ अवार्ड 2082 डा उमाकान्त तिवारीलाई प्रदान गरिएको हो। उहाँ स्वास्थ्य सेवा कार्यालय हुम्लाका प्रमुख विशेषज्ञ हुनुहुन्छ। नेपालमा तेस्रो पुतली गणना अभियानको सञ्चालन अवधि कुन हो? यसको सही उत्तर हो सन् 2025 मार्च 3 देखि 31 सम्म। नेपालमा तेस्रो पुतली गणना अभियान सन् 2025 मार्च 3 देखि 31 सम्म सञ्चालन गरिएको थियो। यस अभियानको थीम बटरफ्लाई म्याराथन रहेको थियो। नासाद्वारा चन्द्रमाका लागि पठाइएको ओरायन अन्तरिक्ष यान अभियान पूरा गरी कहिले पृथ्वीमा फर्किएको हो? यसको सही उत्तर हो सन् 2026 अप्रिल 10। नासाद्वारा चन्द्रमाका लागि पठाइएको ओरायन अन्तरिक्ष यान सन् 2026 अप्रिल 10 मा पृथ्वीमा फर्किएको हो। यसको प्रक्षेपण नासाको केनेडी स्पेस सेन्टरबाट गरिएको थियो। मिशन अवधि 10 दिन रहेको थियो। नेपालको पहिलो महिला उपप्रधानमन्त्री को हुन्? यसको सही उत्तर हो शैलजा आचार्य। शैलजा आचार्य नेपालको पहिलो महिला उपप्रधानमन्त्री हुन्। हाल गैर आवासीय नेपाली संघ एनआरएनए को अध्यक्षमा को चयन भएका छन्? यसको सही उत्तर हो डाक्टर हेमराज शर्मा। गैर आवासीय नेपाली संघ एनआरएनए को अध्यक्षमा डाक्टर हेमराज शर्मा चयन भएका छन्। सम्मेलन काठमाडौँमा आयोजना गरिएको थियो। यस सम्मेलनको नारा हाम्रो एकता समृद्धिको आधार रहेको थियो। जापानी भाषामा प्रकाशित पहिलो नेपाली कृति सेतो बाघ हो भने कोरियन भाषामा प्रकाशित पहिलो नेपाली कृति कुन हो? यसको सही उत्तर हो पल्पसा क्याफे। कोरियन भाषामा प्रकाशित पहिलो नेपाली कृति पल्पसा क्याफे हो। सरकारले आगामी 5 वर्षभित्र नेपालको प्रति व्यक्ति आय कति पुर्याउने लक्ष्य राखेको छ? यसको सही उत्तर हो 3000 अमेरिकी डलर। सरकारले राष्ट्रिय प्रतिबद्धताको मस्यौदा मार्फत आगामी 5 वर्षभित्र नेपालको प्रति व्यक्ति आय 3000 अमेरिकी डलर पुर्याउने लक्ष्य राखेको छ। प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियोगिता 2026 को उपाधि विजेता टोली कुन हो? यसको सही उत्तर हो त्रिभुवन आर्मी क्लब।
त्रिभुवन आर्मी क्लबले सुदूरपश्चिम प्रदेशलाई हराउँदै प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियोगिताको उपाधि जितेको हो। आर्मी क्लबले तेस्रो पटक उपाधि जित्न सफल भएको हो। सशस्त्र प्रहरी बल नेपालको 13औं महानिरीक्षकमा नियुक्त हुन सफल व्यक्तित्वको हुनुहुन्छ। यसको सही उत्तर हो नारायण दत्त पौडेल। नारायण दत्त पौडेल सशस्त्र प्रहरी बल नेपालको 13औं महानिरीक्षकमा नियुक्त हुनुभएको हो। उहाँको कार्यकाल 2083 वैशाख 18बाट सुरु भएको हो। राष्ट्रिय तथ्याङ्क कार्यालयको अनुमान अनुसार आर्थिक वर्ष 2082-83 मा नेपालको आर्थिक वृद्धि दर कति हुने अनुमान गरिएको छ? यसको सही उत्तर हो 3.85%। राष्ट्रिय तथ्याङ्क कार्यालयले नेपालको आर्थिक वृद्धि दर 3.85% हुने अनुमान गरेको छ। कर्मचारीलाई योग्यता, क्षमता, कार्यसम्पादन र अनुभवका आधारमा सरुवा गर्ने प्रक्रियालाई के भनिन्छ? यसको सही उत्तर हो मेरिटमा आधारित सरुवा तथा पदस्थापन। यसलाई मेरिट बेस्ड ट्रान्सफर एन्ड प्लेसमेन्ट पनि भनिन्छ। नेपालमा यसको सुरुवात 2082 चैत महिनादेखि गरिएको हो। बोधी खेल विशेष गरी कुन समुदायसँग सम्बन्धित रहेको छ? यसको सही उत्तर हो थारू समुदाय। बोधी खेल थारू समुदायको मौलिक तथा सांस्कृतिक पहिचानसँग सम्बन्धित खेल हो। यस खेलको राष्ट्रिय प्रतियोगिता पूर्वी नवलपरासीमा आयोजना गरिएको थियो। दि डार्क क्लाउड नामक औपन्यासिक कृतिका सर्जक को हुन्? यसको सही उत्तर हो बंगलादेशी लेखिका जहाँ आरा। दि डार्क क्लाउड नामक औपन्यासिक कृति बंगलादेशी लेखिका जहाँ आराद्वारा लिखित कृति हो। ऊर्जा खपत वृद्धि तथा निर्यात रणनीति 2083 अनुसार विषम 2092 भित्र नेपालमा कुल कति विद्युत उत्पादन गर्ने लक्ष्य राखिएको छ? यसको सही उत्तर हो 28,500 मेगावाट। रणनीति अनुसार नेपालले 2092 भित्र 28,500 मेगावाट विद्युत उत्पादन गर्ने लक्ष्य राखेको छ। यसमा आन्तरिक खपत र विद्युत निर्यात दुवै समावेश छन्। म्याराथन इतिहासमै सबैभन्दा कम समयमा म्याराथन दौड पूरा गरी कीर्तिमान कायम गर्ने धावक को हुन्? यसको सही उत्तर हो सेबास्टियन सावे। केन्याका धावक सेबास्टियन सावेले 1 घण्टा 59 मिनेट 30 सेकेन्डमा म्याराथन पूरा गर्दै विश्व कीर्तिमान कायम गरेका हुन्। नेपालको वर्तमान आर्थिक स्थितिपत्र 2083 अनुसार जीडीपीमा कृषि क्षेत्रको योगदान कति प्रतिशत रहेको छ? यसको सही उत्तर हो 25.2%। आर्थिक स्थितिपत्र अनुसार नेपालको जीडीपीमा कृषि क्षेत्रको योगदान 25.2% रहेको छ। सेवा क्षेत्रको योगदान सबैभन्दा बढी रहेको उल्लेख गरिएको छ। T20 अन्तर्राष्ट्रिय क्रिकेटको इतिहासमा एकै खेलमा 9 विकेट लिएर विश्व कीर्तिमान कायम गर्ने पहिलो खेलाडी को हुन्? यसको सही उत्तर हो लाउरा कार्डोसो। ब्राजिलकी महिला क्रिकेटर लाउरा कार्डोसोले T20 अन्तर्राष्ट्रिय क्रिकेटमा 9 विकेट लिएर विश्व कीर्तिमान कायम गरेकी हुन्। सन् 2026 मार्चमा सम्पन्न AFC महिला एसियन कपको उपाधि विजेता टोली कुन हो? यसको सही उत्तर हो जापान। जापानले AFC महिला एसियन कप 2026 को उपाधि जितेको हो। प्रतियोगिता अस्ट्रेलियामा आयोजना गरिएको थियो। 14औं कान्तिपुर हाफ म्याराथनमा पुरुष तथा महिलातर्फ विजेताको बने? यसको सही उत्तर हो पुरुषतर्फ राजन रोकाया र महिलातर्फ सन्तोषी श्रेष्ठ। रन फर नेपाल नारासहित सम्पन्न प्रतियोगितामा दुवै खेलाडी विजेता बनेका हुन्। विश्व प्रेस स्वतन्त्रता सूचकाङ्क 2026 मा नेपाल कतिऔं स्थानमा परेको छ? यसको सही उत्तर हो 87औं स्थान। नेपाल दक्षिण एसियाली मुलुकहरूमध्ये सबैभन्दा राम्रो स्थानमा पर्न सफल भएको हो। अन्तर्राष्ट्रिय श्रमिक दिवस कहिले मनाइन्छ? यसको सही उत्तर हो मे 1। अन्तर्राष्ट्रिय श्रमिक दिवस प्रत्येक वर्ष मे 1 मा मनाइन्छ। सन् 2026 को श्रमिक दिवसको नारा स्वस्थ कार्य वातावरणसँग सम्बन्धित रहेको थियो। गोरखापत्रको बहुभाषिक पृष्ठमा प्रकाशित हुने भाषाको संख्या कति पुगेको छ? यसको सही उत्तर हो 49 भाषा। गोरखापत्रको नयाँ नेपाल शीर्षक अन्तर्गत बहुभाषिक पृष्ठमा हाल 49 भाषा प्रकाशित हुँदै आएका छन्। वर्ल्ड बुक अफ रेकर्ड लन्डनबाट सम्मानित हुने नेपाली फोटो पत्रकार को हुन्? यसको सही उत्तर हो प्रदीपराज बन्त। फोटो पत्रकार प्रदीपराज बन्तलाई नेपालको पर्यटन तथा सामाजिक क्षेत्रको प्रवर्धनमा योगदान पुर्याएबापत सम्मान प्रदान गरिएको हो। सगरमाथाको नर्मल रुटबाट आरोहण गर्न प्रति पर्वतारोहीले कति सलामी दस्तुर तिर्नुपर्ने व्यवस्था गरिएको छ? यसको सही उत्तर हो 15,000 अमेरिकी डलर।
संशोधित नियमावली अनुसार वसन्त ऋतुमा सगरमाथा आरोहणका लागि 15,000 अमेरिकी डलर शुल्क निर्धारण गरिएको हो। T20 अन्तर्राष्ट्रिय क्रिकेटमा एउटै ओभरमा 5 विकेट लिने पहिलो खेलाडी को हुन्? यसको सही उत्तर हो गेदे प्रियान्दाना। इन्डोनेसियाका गेदे प्रियान्दानाले T20 क्रिकेट इतिहासमै एउटै ओभरमा 5 विकेट लिँदै विश्व कीर्तिमान कायम गरेका हुन्। न्यूबिज लाइफटाइम अचिभमेन्ट अवार्ड 2026 बाट सम्मानित हुने व्यक्तित्व को हुन्? यसको सही उत्तर हो हरिप्रसाद पाण्डे। हरिप्रसाद पाण्डेलाई न्यूबिज लाइफटाइम अचिभमेन्ट अवार्ड 2026 प्रदान गरिएको हो। हालै क्रुज जहाजमा फैलिएको भाइरस कुन हो? यसको सही उत्तर हो हान्टा भाइरस। अर्जेन्टिनाबाट केप बर्डे जाँदै गरेको क्रुज जहाजमा हान्टा भाइरस फैलिएपछि यात्रुहरूको मृत्यु भएको थियो। विश्व औलो दिवस कहिले मनाइन्छ? यसको सही उत्तर हो अप्रिल 25। विश्व औलो दिवस प्रत्येक वर्ष अप्रिल 25 मा मनाइन्छ। सन् 2026 को नारा ड्रिभन टु इन मलेरिया नाउ बी क्यान नाउ बी मस्ट रहेको थियो। यदि भिडियो उपयोगी लाग्यो भने लाइक, शेयर र सब्स्क्राइब गर्न नभुल्नुहोस्। यस्तै महत्त्वपूर्ण समसामयिक जानकारीका लागि हाम्रो च्यानलसँग जोडिरहनुहोस्। धन्यवाद। जय नेपाल।